साथीहरू यसरी काट्ने चाहिँ कसरी हो त, ताल काट्ने कसरी हो भनेर हामीहरूले जान्नु जरुरी छ। ढोलक बजाउँदाखेरि जसरी यो चाहिँ मैले अहिले हानेको खेम्टा तालमा पर्दछ। खेम्टा तालमा अब कसरी हामीले काट्छौँ त, ताती 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 ता तेरे केटे ता ता, ता तेरे केटे ता तेरे केटे ता ता, ता तेरे केटे ता ता, ताती 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 ता तेरे केटे ता ता, यसरी हामीले काट्छौँ। ताती 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 ता तेरे केटे ता ता, यसरी हामीले काट्छौँ। हेर्नु है, यसरी ताती 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 ता तेरे केटे ता ता धा, यसरी हामीले काट्छौँ है। यो चाहिँ हजुरहरूले नि घरमा प्र्याक्टिस गर्न सक्नुहुनेछ कसरी काट्ने भनेर। अनि त्यसपछि यो काट्ने बित्तिकै हामीले उठाउनु पर्ने हुन्छ तबलामा है, तबला अथवा ढोलकमा। ताती 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 ता तेरे केटे ता 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 ता, यसरी हामीले खेम्टा हान्छौँ। ता 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 ता, यसरी हामीले काटेर छोड्छौँ है साथीहरू। यो चाहिँ हजुरहरूले नि प्र्याक्टिस गर्न सक्नुहुनेछ घरमा बसेर।